नमस्ते म डाक्टर श्रुति मानन्दर ENT हेड एन्ड नेक सर्जन राइनोलोजिस्ट र एन्डोस्कोपिक साइनस सर्जन। आज नाक बन्द हुनुका विभिन्न कारणहरूमध्ये एकदमै महत्त्वपूर्ण कारण जसलाई डेभिएटेड नाजल सेप्टम DNS भनेर हामी सबै बुझ्छौँ त्यसको बारेमा जानकारी दिन गइरहेकी छु। डेभिएटेड नाजल सेप्टम बुझ्नु अगाडि सेप्टम भनेको के हो त? यो बाहिरी नाक हुन्छ। त्यो बाहिरी नाकलाई भित्री नाक जुन बाहिरी नाक त तपाईँ देखिराख्नु भएको छ, त्यो भित्रको नाकलाई एउटा सिङ्गो कोठालाई दुईटा भागमा विभाजन गर्नको लागि एउटा वाल हुन्छ, त्यसलाई सेप्टम भनिन्छ। यो सेप्टम दुई किसिमको हड्डीबाट, एउटा बोन र कार्टिलेज भनेको कुरकुरे हड्डीले बनेको हुन्छ। यो सेप्टम यदि कुनै कारणवश बाङ्गो हुन जाँदाखेरि नाक बन्द हुने गर्दछ। यो बाङ्गो हुनुका विभिन्न कारणहरू हुन्छन्। यी कारणहरू बच्चा जन्मिँदाखेरि चोटपटक लाग्दाखेरि पनि यो सेप्टम डेभिएसन हुन्छ भने, अर्को बच्चा ठुलो हुँदै जाँदाखेरि विभिन्न किसिमको चोटपटक, सानो चोटपटक जुन अभिभावकले वास्ता नै गरेको हुँदैन र यो कार्टिलेजिनस र बोनी पार्ट एकदमै जोडेर बाङ्गो हुन जाँदाखेरि नाक बाङ्गो हुने र त्यसले गर्दाखेरि नाक बन्द हुने समस्याहरू उत्पन्न हुन्छ। र अर्को कारण भनेको प्रोफेसनल हुनसक्छ, जस्तै बक्सर्सहरू, कुनै प्लेयर्सहरूमा चोटपटक लाग्दाखेरि नाक बाङ्गो नाकको सेप्टम डेभिएसन हुन्छ भने, अर्को कारण भनेको एक्सिडेन्टले गर्दाखेरि, र अर्को कारणमा ट्युमरहरू, नाकभित्र कुनै ट्युमर पलाइराखेको छ भने बिचको नाकको हड्डीलाई अर्कोतिर सिफ्ट हुन गएर नाक अर्कोतिरको यो दुईटा कोठामा अर्कोतिरको कोठा साँघुरो हुन गएर नाक बन्द हुने गर्दछ। अब यसको उपचार के हो त? यदि उपचार थाहा पाउनु अगाडि नाकको हड्डी बाङ्गो हुँदैमा सबैको सर्जरी गर्नुपर्छ त? पर्दैन। यदि कुनै पनि व्यक्तिलाई सास फेर्न गाह्रो भइरहेछ, उसलाई राति सुत्न गाह्रो भइरहेछ, सधैँ यसले गर्दाखेरि कन्सन्ट्रेसन भइरहेको छैन, एक्सर्साइज गर्दा कुनै काम गर्दाखेरि सधैँ नाक बन्द भइरहेको छ भने यसले गर्दा मानसिक तनाव पनि पैदा हुन सक्छ। यस्तो व्यक्तिहरूमा मात्र सर्जरीको लागि सर्जनले एडभाइस गर्ने गर्दछ। र यसको उपचार सर्जिकल प्रोसिडियर पनि दुई किसिमको हुन्छ। एउटा भनेको कन्भेन्सनल मेथड, जुन चाहिँ नि लाइटको प्रयोग गरेर र विभिन्न सामानहरूको इन्स्ट्रुमेन्ट्सको प्रयोग गरेर यसको सेप्टोप्लास्टी भन्ने सर्जरी गरिन्छ भने, कन्भेन्सनल सेप्टोप्लास्टी गरिन्छ भने, अर्को भनेको दूरबीन एन्डोस्कोपिक सेप्टोप्लास्टी गरिन्छ। अब यो दुई प्रक्रियामध्ये कुन चाहिने प्रक्रिया राम्रो छ त भन्दाखेरि डेफिनेटली एन्डोस्कोपिक प्रक्रियाले गर्ने एन्डोस्कोपिक सेप्टोप्लास्टी धेरै नै राम्रो, र यसको आउटकम पनि राम्रो किन हुन्छ भने यो प्रत्यक्ष मोनिटरमा हेरेर विभिन्न भागमा कस्तो किसिमको डेभिएसन छ भन्ने कुरा सर्जनले थाहा पाएर त्यो किसिमले प्रिसाइज सर्जरी हुन गएर यसको करेक्सन हुन जान्छ। र यो सेप्टोप्लास्टी गर्दा के फाइदा हुन्छ त भन्दाखेरि बिरामीलाई जुन किसिमको प्रब्लमहरू, जस्तै नाक बन्द भइरहेको प्रब्लम, सास फेर्न गाह्रो हुने, र जसले गर्दा स्लिप डिस्टर्बेन्सेसहरू हुन्छ, यो सबै समस्याहरू यसबाट राम्रो हुन जान्छ र यसले गर्दाखेरि क्वालिटी अफ लाइफ पनि राम्रो हुन्छ। अर्को कुरा एकदमै आवश्यक के छ भने नाकको हड्डी मात्र सिधा पार्दैमा नाक बन्द हुने समस्या चाहिँ नि को सल्युसन हुँदैन। र सर्जनले के पनि कुरा बुझ्नुपर्छ भने नाकको हड्डीलाई मात्र करेक्सन गरेर पुग्दैन, त्यसभित्र वरिपरिका स्ट्रक्चर्सहरू जसलाई टर्बिनेट्सहरू भनिन्छ, मिडल टर्बिनेट, इन्फेरियर टर्बिनेट्सहरू यदि ठुल्ठुलो भइरहेको छ भने त्यसको पनि सर्जिकल्ली नै करेक्सन गर्नुपर्ने हुन्छ। यदि सबै वरिपरिको स्ट्रक्चर्सले पनि नाक बन्द भइरहेको छ भने त्यो पनि करेक्सन गर्न जरुरी छ। र अर्को त्यसको साथसाथै एलर्जीको ट्रिटमेन्ट र साइनोसाइटिसको प्रब्लम, नाकमा पलिपहरू आइरहेछ भने त्यही समयमा नै सेप्टोप्लास्टीको साथसाथै फङ्सनल एन्डोस्कोपिक साइनस सर्जरी र टर्बिनेटको सर्जरी पनि गर्न जरुरी छ। ल अब यदि तपाईँलाई यो समस्या, जुन नाक बन्द हुने समस्या छ भने नाक कान घाँटी रोग विशेषज्ञकोमा परामर्श लिँदा अत्यन्त जरुरी छ। खुसी रहौँ, स्वस्थ रहौँ। धन्यवाद।